नमस्कार सबैजनालाई। आज चाहिँ हामी एआईबाट लेखेको कन्टेन्टहरू चाहिँ कसरी बाइपास गर्ने भन्नुको मतलब अब कति चाहिँ एआईबाट कन्टेन्ट चाहिँ निकालिन्छ, टेक्स्टहरू लेखिन्छ, कुनै एसे लेखिएला, कुनै पेपर लेखिएला, रिपोर्ट लेखिएला, तर त्यसलाई एआईले चाहिँ डिटेक्ट गरिदिन्छ। एआईले लेखेको हो भनेर डिटेक्ट गर्ने अर्को एआई हुन्छ, त्यसले चाहिँ डिटेक्ट गरिदिइहाल्छ। अनि अब त्यो भने त समस्या हुन्छ। अब कतिजनालाई अब हतारमा काम गर्नुपर्ने हुन्छ, टाइम हुँदैन। अब लेखेको कुराहरू त पढिसक्यो, त्यहाँनिर आफूले बुझिसकेको छ, आफूले एप्रुभ गरिसकेको छ, तर पनि अब एआईले डिटेक्ट गरिदियो भन्ने समस्या चाहिँ आउँछ। र यसको लागि चाहिँ अलिकति कम्प्लेक्स छ। अब आफैले सबै रिराइट गर्न पर्यो एउटा भनेको चाहिँ त्यसो गर्दा धेरै समस्या हुन्छ। त्यही मेन त अब टाइम हुँदैन। अब अर्को भनेको चाहिँ टुल्सहरू युज गर्ने हो। अब टुल्सहरू युज गरेर एआई टुल्स युज गरेर एआई डिटेक्सन चाहिँ पास गर्ने। अब त्यो गर्न खोज्दाखेरि कतिपय फ्रीका टुल्सहरू हुन्छन्, कतिपय पेमेन्ट गरेर चलाउनु पर्ने टुल्सहरू हुन्छन्। हो त्यस्तो टुल्सहरू प्रयोग गरेर चाहिँ अब एआईले डिटेक्ट गर्न नसकिने चाहिँ बनाउने। अब अब त्यो चाहिँ अब त्यो हामीले अहिले चाहिँ हेर्छौँ एकछिनमा, तर फ्रीकोले सधैँ काम चाहिँ गर्दैन। अनि अब फ्रीकोले काम नगर्दाखेरि पेड टुल्सहरू चाहिँ अब धेरै महँगोहरू हुन्छन्। $30, $40 महिनाको, $50। अनि त्यो महिनाकै त्यत्रो डलर त कहाँबाट मिलाउने हो र? $50 भनेको त अब झन्डै झन्डै 7,000 जति चाहिँ भयो महिनाको। अब त्यो सम्भव हुँदैन। अब त्यसको लागि समाधान के भन्ने कुराहरू चाहिँ त्यो चाहिँ सबै हामी चाहिँ अहिले चाहिँ हेर्छौँ। त्यसको लागि अब ढिला नगरिकन सुरु गरौँ। एउटा एसे लेखौँ अनि त्यसलाई चाहिँ हामीले ह्युमनाइज चाहिँ गरौँ। र यो ह्युमनाइज गर्ने कसरी गर्ने भन्ने कुराहरू छलफल गर्दै जाउँ। है त। अब हामीले एउटा ग्रकमा गएर चाहिँ कुनै एउटा एसे चाहिँ लेखौँ। है त। अब यो एसे लेख्दै गर्छ हामीले एआइडी टुल भनेर सर्च गर्दाखेरि चाहिँ भयो। अनि अब क्विली बट नै क्लिक गरौँ र यो चाहिँ यसरी चेक गर्यो भने एआईले लेखेको भनेर चाहिँ अब पत्ता लगाइदिइहाल्यो। ल 100% हो भनेर निकालिदिइहाल्यो। अब यसलाई हामीले पहिलो मेथड भनेको यसैलाई सोध्ने। अब यो चाहिँ ह्युमनाइज द टेक्स्ट भनेर यसैलाई सोध्ने पहिलो मेथड चाहिँ। अब यसैलाई सोद्धाखेरि आएको रेस्पोन्स चाहिँ कतिको टेक्स्ट गर्छ त हैन। अब यो चेक गरौँ। यसलाई चेक गर्दाखेरि यसलाई डिटेक्ट गरौँ। 57% केही मोडरेट हदसम्म चाहिँ गर्यो। अब ल जेरो जिपिटीबाट चाहिँ एकचोटि चेक गरौँ। डिटेक्ट टेस्ट 100% एआईले गरेको हो भनेर ठ्याक्कै पत्ता लगाइदियो। अब अर्को सर्च गरौँ। अब ग्रामरलीले पनि चाहिँ गर्दो रहेछ। यसमा चेक टेक्स्ट गऱ्यो भने %50 चाहिँ एआई जेनेरेटेड रहेछ भनेर। अब यसलाई बाइपास गर्नको लागि कुनै अब टुल युज गरौँ है त। बाइपास एआई टेक्स्ट डिटेक्सन भनेर चाहिँ अब एआईबाट निकाल्यो, त्यसलाई चाहिँ ह्युमनाइज गर्नु पर्यो भने चाहिँ ल यो छ। यसलाई चाहिँ चेक फर एआई पहिला यसमा गरौँ।
चेक गर्दाखेरि एआई चाहिँ 100% भनेर देखायो स्टिल्थ राइटर। अब यसलाई ह्युमनाइज गरिदियो भने अब यो के मागेर हैरान खेलाउँछ होइन। जस्तो अब बादल एआई 7 क्लोज। अब यो के आयो ह्युमनाइजर छ यहाँनिर चाहिँ ह्युमनाइज गर्यो भने टाइम चाहिँ लाग्छ। इरर भने अब यसले चाहिँ इरर देखाएरै गर्यो होइन त बाइपास होइन। अब एआई टेक्स्ट डिटेक्सन स्टिल्थ राइटरले एचएक्स हिक्स बाइपास भन्ने चाहिँ ट्राई गरौँ अब होइन त। यसले गरेर ह्युमनाइज गरिदिउँ होइन त। अब एउटा लिमिटेसन चाहिँ हुन्छ यसले कतिवटा अरे 125वटा वर्डसम्म चाहिँ टेस्ट गर्न दिँदो रहेछ। यति चाहिँ हटाइदिउँ पहिला चेक गरौँ त्यसलाई। चेक गरौँ भने नि ह्युमनाइज जुनले पनि अब अकाउन्ट खोल्न लाएर हैरान खेलाउँछ नै त। अब ल यसलाई चेक गरौँ। द इनपुट सिम्स टु बी ह्युमन जेनेरेटेड भनेर यसले फेरि देखाइदियो। यसले त डिटेक्ट गर्नै सकेन। अन्त ल जे होस् हामीले यसलाई चाहिँ यतिको 125 मात्रै यसलाई चाहिँ ह्युमनाइज गरिदिउँ। अनि अब यसको चाहिँ कपी गरेर हामीले अब डिटेक्ट गरिदिउँ नि त। यसले चाहिँ कति भने त यसले 100% भनेर निकालिदिएको थियो। यसलाई टेस्ट गरौँ त डिटेक्ट टेस्ट 0% एआइजिपिटी भन्यो। अब समस्या चाहिँ कहाँ आयो भने यसले अब समस्या चाहिँ कहाँ आयो भने जम्मा अब 125वटा फ्री हुन्छ। अब यो एउटा युज गर्दै कति बस्ने हो भन्ने चाहिँ एउटा समस्या आउँछ नि त है। अनि फेरि छुट्टै फाल्टै तपाईँले यो ह्युमनाइज गरेर लास्टमा पेस्ट गर्नुभयो भने चाहिँ अर्को समस्या के आउँछ भने त्यति चाहिँ गरियो नि त। ल अब नेक्स्टमा हामीले यसलाई चाहिँ ह्युमनाइज गरौँ यतिलाई है त। यतिलाई ह्युमनाइज गरौँ। त्यसपछि अब पैसा माग्नु थालिहाल्यो है। अब कति दिन्छ भने $9.99 चाहिँ 5000 वर्ड्स बल्ल है। त्यो पनि एकचोटिमै 500वटा मात्रै दिने। अब $10 पर महिनाको यत्रो काम कसको होला। अब यो अनलिमिटेड चलाउन पर्यो भने चाहिँ $40 महिनाको होइन। बाइपास प्रो गऱ्यो भने पनि 50,000 वर्ड्स पर मन्थमा चाहिँ लिमिटेसन रहेछ। यो चाहिँ अब ठिकै होला। अब यो अर्को झुक्याउने पार्ट भनेको चाहिँ एनुअल्ली कस्टहरू हो यिनीहरू। मन्थली हेर्ने हो भने त बाफरे अनलिमिटेड किन्न पर्यो भने $60 पुग्यो है। अब यिनीहरूको भाउ कहाँ छ समस्या त्यहाँ भयो। अब यो समस्या समाधान गर्नको लागि चाहिँ मैले चाहिँ एउटा सिम्पल समाधान चाहिँ निकालेको छु। त्यो समाधान के हो भने चाहिँ मसँग बाइपास जिपिटीको चाहिँ अकाउन्ट छ है। बाइपास जिपिटीको अकाउन्ट छ। यो प्रयोग गरेर मैले चाहिँ तपाईँहरूको लागि ह्युमनाइज गरिदिएर पठाइदिन चाहिँ सक्छु।
है। यसले पनि नाइज गर्ने एकैचोटि है त। म लगइन चाहिँ गर्छु। चाहिँ ल है त। अब चाहिँ यो चाहिँ मसँग प्रो अकाउन्ट हो। प्रो अकाउन्टमा चाहिँ यो चाहिँ पुरै कपी गरेर चाहिँ बाइपास चाहिँ गरौँ है त। यसलाई चाहिँ ह्युमनाइज गर्ने। ल है त। अब यसले लेखेको कन्टेन्टहरू चाहिँ एआईले डिटेक्ट गर्छ कि गर्दैन चेक गर्न पर्यो। स्टिल्थ राइटर एआई डिटेक्टर टुल अन्त अब हामीले क्विली बटमा चेक गऱ्यो भने अन्त डिटेक्ट गर्छ कि गर्दैन हेरौँ है त। ल 0% क्विली बटको चाहिँ पास गर्यो। एआई डिटेक्टर टुल ल 0 जिपिटी। 0 जिपिटीले लेखेको चाहिँ यसले चाहिँ डिटेक्ट गर्ला है। यो चाहिँ अलिक कडा छ भन्ने सुने हो। यसले नि डिटेक्ट गरेन। त्यो एआई डिटेक्टर टुल स्क्रिबर है त। स्क्रिबर भन्ने ल यसले पनि ल डिटेक्ट चाहिँ गरेन है। भनेपछि अब यो चाहिँ अब कसरी लिने सर्भिस। अब यसले फ्रीमै युज चलाएर सबै चाहिँ सकिँदैन। सो मैले चाहिँ तपाईँहरूले टेक्स्ट पठाइदिनु भयो भने मैले चाहिँ वान टाइम रिक्वेस्टमा अप टु 10,000 वर्ड्स भनेको अब आर्टिकल रिसर्च पेपरहरू त जति पनि हुनसक्यो नि त्यो चाहिँ तपाईँले मलाई चाहिँ जस्ट ₹300मा चाहिँ गरिदिन्छु तपाईँको लागि। त्यो गरेर चाहिँ मैले डकुमेन्ट चाहिँ पठाइदिन्छु ह्युमनाइज गरेको। एक दुईवटा भर्जन पनि दुईवटा छुट्टै भर्जन गरेर पनि पठाइदिउँला। अनि यसको लागि चाहिँ यु क्यान कन्ट्याक्ट मी वाट्सएपमा 51 हो है। अनि सबै तपाईँको कन्टेन्ट चाहिँ सबै त्यहाँ ह्युमनाइज गरेपछि डिलिट गरिदिन्छु मैले। त्यो चाहिँ गर्दा भयो यदि तपाईँहरूलाई चाहिएको हो भने। नत्र फ्री टुलले नै काम गर्छ भने काम गरिहाल्यो। तर धेरै वर्ड्स छ त्यो चाहिँ गर्नै पर्यो भने हजुरले चाहिँ मलाई यसमा वाट्सएप चाहिँ गर्न सक्नुहुन्छ। भाइबरमा मेसेज गरे नि भयो। यही नम्बरको वाट्सएपमा मेसेज गरे नि भयो है त। र यसमा चाहिँ अब सधैँ नै रेस हुन्छ। एउटा टुलबाट गरेको ह्युमनाइज अर्को टुलले रेकगनाइज गरिदिन्छ अनि त्यो समस्या चाहिँ आइरहनु हुन्छ। त्यही भएर एक दुईचोटि टेस्ट चाहिँ गर्नुपर्छ। अब हजुरहरूले यसको लागि उ गर्दाखेरि भयो। र फ्रिक्वेन्ट युजर हो भने अझै बेटर। त्यो भयो भने स्पेसल केही व्यवस्था नि गर्न सकिएला सायदै है त। यति भन्दै बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।